सबैजनामा आज चाहिँ म हाम्रो ब्याकयार्ड गार्डन चाहिँ भिजिट गराउँदैछु। अनि यो चाहिँ धनिया प्रायः जसो हुँदैन, तर अहिले चाहिँ यहाँ अलिकति भएको छ। अनि यो पोहोरको बिरुवा हो पुरानो, यो चाहिँ माटोमा गाडिदिएको गमलामा राखेको थियो। अनि यो चाहिँ अहिले सागहरू सबै भइसक्यो नि त। यो चाहिँ रातो के अरे लट्टेको साग भयो। अनि त्यो चाहिँ अस्तिको साग थियो नि, मार्फा साग, त्यसको बिरुवालाई चाहिँ बिउ बनाउनको लागि चाहिँ राखेको। अनि त्यसपछि यहाँ चाहिँ सिमीहरू भयो। यो चाहिँ लाफा साग हो अरे। यो चाहिँ सिस्नोहरूमा त्यसको दाउन बनाएर खानलाई एकदम मिठो हुँदो रहेछ। अनि यो चाहिँ धनिया भयो, सोपको साग पनि भयो। कोही कोही बेला चिकनमा यस्तो ग्रेभ बनाएर खानको लागि एकदमै राम्रो हुन्छ। यो चाहिँ सिमी फुल्दैछ। पोहोरतिर त बोडी नै भएको थियो, अहिले त भएन खोइ। यो चाहिँ खोर्सानीको बिरुवाहरू, धनियाको बिरुवाहरू। यो चाहिँ फर्सी भयो। मकै पनि छेउछेउमा अलिअलि लगाएको छ। अनि यो चाहिँ सिमी भयो। यता पनि सिमी भयो। यता यसरी झ्याल लागेर यो चाहिँ हेर्नु त, यत्रो सिमीहरू चाहिँ भएछ। कति फल्छ कुन्नी। अनि फर्सीहरू पनि अलिअलि हुँदैछ। कति फल्ने हो। पहिला त कस्तो राम्रो हुन्थ्यो, अहिलेको पोहोरको साल त्यस्तो फलेन। अनि यो चाहिँ इस्कुसको बिरुवा हो, भुइँमै टाँसिरहेछ। कहिले बढ्ने हो कुनै थाहा छैन। यो चाहिँ यहाँ अमेरिकाको सिस्नु। हामी चाहिँ यही लाफा साग अनि सिस्नुहरू अनि सँग चाहिँ कोही बेला दाल यसको सिस्नु बनाएर खान्छौँ। अनि दानी के अरे यो लट्टेको यहाँ बिउ पाकिसकेछ, पाक्दै रहेछ। अनि यसरी यो चाहिँ फर्सीको लागि भयो। अनि यो चाहिँ सागको, पहिलाको सागको, पुरानो सागको यो चाहिँ बिउ राखेको जग्गाको। अनि हामी चाहिँ अब घरमा आफ्नो तरकारीहरू के हुन्छ नि, कुहिने कुराहरू कम्पोस्ट गर्न मिल्ने खालको छ भने चाहिँ यहाँ लिएर, यो चाहिँ कम्पोस्ट बिनमा हामीले चाहिँ कम्पोस्ट बिन राखेको 1 वर्ष भयो किनेर राखेको। तर एकदमै हेल्पफुल हुने रहेछ। पहिला जथा भारी फालिन्थ्यो आफूलाई। बारी यहाँ अलिक सानो करेसा बारी भएपछि त अलि जोगाएर राख्न मन लाग्छ नि त, राम्रो नै हुन्छ। अनि त्यही भएर राखेको। तर हुन त हुँदो रहेछ, राम्रै हुँदो रहेछ। हजुरहरूले पनि त्यस्तो सोच्नुहुन्छ, आइडिया त्यस्तो केही सोच्नु भएको छ भने एकदम ल्याउनु राख्दा राम्रो हुने रहेछ। यो चाहिँ सानो खालको टमाटर हो, भर्खर फुल लाग्दै रहेछ। अनि यो चाहिँ यसरी चाहिँ मिलाएर अब यहाँदेखि लिएर यहाँ अब यता चाहिँ सानो ठाउँमा हरेक कुरा छ, तर थोरै। अनि यो चाहिँ के अरे भटमासको बिरुवा। अनि यो चाहिँ चुचे करेला है, नेपालको लिएको, तर फल्छ पछि। यो चेप्टे सिमी कस्तो राम्रो हुन्छ, मिठो हुन्छ हेर्नु त। अब यो लहरा लाग्दै यो भरेङमा जान्छ अनि त्यसपछि फल्छ। यो चाहिँ भयो। यस्तो भएछ। यो पनि पोहोरकै हो भेन्डी, सेतो भेन्डी यस्तो भएको छ। अनि यहाँ चाहिँ अब भर्खर सानो छोरीले यहाँ उसलाई पिङ खेल्ने भनेर चाहिँ पिङ खेल्दैछ। त्यहाँ पिङ पनि खेल्दैछ। माथि यो चाहिँ डेक्नुम झुन्डाको लड्छ सानो बिस्तारी बाजेसँग खेल्दैछ ऊ। हस् त, थ्याङ्क यू। अनि यहाँ चाहिँ रोज पनि छ है फेरि। यो चाहिँ हाम्रो बार्बिक्यू गर्ने उयो भयो। चाहिँ रोज पनि छ। थ्याङ्क यू एभ्रिवान।